अब के गर्ने डर त लाग्छ है घुचु डर त लाउँछ भात खान जानु पर्यो चिसो चिसो पानीमा चम्म गाह्रो छ सातो शम्भुको झन् हार्ट एट्याक हुन लाग्यो आफ्नै झन् उडिरहेछ माथि हेरौ भने यस्तरी दौडिँदा दौडिँदा माथि यसो हेरेको त पिलिल्ल गर्दै गरेमा धन्दै व्यस्त गरौँ भने याद होइन त केटाहरूले फेरि है अनि युट्युबकोमा चाहिँ भाइरल होला जस्तो भाइ आफू यहाँ बुढो बाघमा आएको छ हुन पाइएन केही आज त आइरहेको छ त रिल्समा आएको छ कहिले अनर सनर X90बाट पनि हुन्छ रमाइलो भनेको जिन्दगी यस्तो चलिरहेको छ आज हल्का टाउको दुखेको छ अलिकति चाहिँ कता कता टुसुक टुसुक गरेर भात टन्न खान्छु मासु भात ल्याम्प पारेर गएर सुत्दिन्छु रमाइलो छ सो यस्तो यो गाइस चिल होइन अब विदेशी लाइफ भन्ने जस्तो हो अब पछि कुरा गरौँला अरे कमाइएछ भने धन सम्पत्ति लिएर गइजाउँला नभए अनि के भन्छ नि त्यस्तो भन होइन यो त किन्नै पर्छ ग्यास मिक्सर राम्रो हो कस्तो फिल भयो त नि आज बस गेटको चाहिँ कुरा हुँदा टोल्डी डराङ गर्दा त सातो गयो ब्रिज भनेको बाहिर अहिले यहाँ घर परिवारसित कुरा गर्दैछौँ सुखम दुखम गर्ने आज फेरि भुटान पनि आज भुटान आएको ठिक छ ल भोटुवा लोकल मटन यही छ खाना हाम्रो हामीलाई बाहिर खाँदैछ गाइस यस्तै छ पर्सी जिन्दगी ल्याम्प ल है इट्स फर यु गाइस हैव फन इन्जॉय लोकल हो यो लोकल मटन कहाँ यो बुटन H before die भन्छौँ त्यसको यो भाषामा बनाएर दाम होइन के अरे भाषामा नाम